अनि यो एडिक्सन वाला डिजिज चाहिँ बढ्दै 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 सुईमा पुगे त। अब सुईमा पुगेपछि अब फेरि हानिरहेको थियो, धुलो हानिरहेको थियो, ब्राउन हानिरहेको थियो। फेरि यो हाम्रो एडिक्सनमा त गाउँ चोकमा क्या चाहिँ 5 दिन 7 दिन म धुलो खानु पर्यो भने त्यहाँ गएर चाहिँ एउटा दाई हुन्छ त्यहाँ अलरेडी, ऊ पुरानो जङ्गी। 7 दिन जति उसले खुवाइदिन्छ, 7 दिन जति खुवाइदिन्छ। अनि जब सिक हान्नु थाल्यो 7 दिन पछि त सिक हान्नु थालिहाल्छ नि। अनि 7 दिन पछि पुरा सिक हानेर त्यो दाइकोमा गयो भने अब कहाँ सधैँभरि म खुवाउनु सक्छु त, पैसा लाग्छ भनिदिन्छ। अनि अब 500 700 1000 खोज्नु परेन त। अनि खोज्दै ल्याएर दियो, अनि ऊबाट किन उसलाई पनि खुवायो, आफू पनि खुवायो। अनि त्यो दाइहरू हुन्छ क्या चोकमा, स्कुलमा, कलेजमा, सबैतिर यो दाइहरूले क्या त्यो सानो सानो बच्चाहरूलाई, भर्खरलाई आउनेहरूलाई सबै आइडियाजहरू दिने, खुवाउने, सिकाउने। अनि पछि अनि उनीहरू अलिकति अनि उनीहरूले पैसा ल्याउनु थालेपछि अनि उनीहरूलाई नै बेच्ने, अनि 2-4 सट उनीहरूको खाने हो यस्तो। अनि त्यस्तै दाइहरूकै कारणले अनि हुँदाहुँदै ब्राउन खाइरहेको थियो। ब्राउन पुरा महँगो, 500ले हुन्थ्यो अलिक दिन, 1000 लाग्नु थाल्यो, 1500 लाग्नु थाल्यो, 2000 लाग्नु थाल्यो। 2000कोले पनि नपुग्ने हुनु थालिसक्यो। डोज बढेको बढे, एडिक्सन बढेको बढे। दाइले अब फेरि आइडिया दिनुभयो, कहाँ यो ब्राउनमा पैसा खर्च गरेर हुन्छ, सुई हान्नुपर्छ। सुई सस्तो पनि पर्छ, सुईभन्दा दामी ट्रिप पनि हान्छ हो न हो जस्तो लागेर हान्नु थाल्यो। हानेको अलिक 2-4 दिन पैसा नहुन्जेल हान्छु भनेर हान्न थालेको। हान्दा कति हानेछ 2-4 वर्ष हानिएछ। म त 15-20 दिनलाई हानेर छोड्नु पर्यो भनेर हान्नु थालेको। हानेर चाहिँ शरीरको सबै, हातको सबै, खुट्टाको सबै, कहाँ भेटिन्छ सानो सानो भेन सेन सबै सुकेर तार भयो, भेन सबै ब्लक भयो। जति सुई खोज्दा पनि त्यो भेनभित्र छिर्दैन। सबैको त्यस्तै हुन्छ है। अनि शरीरको सबै भेन सुकेपछि अब हान्ने ठाउँै छैन। ठाउँ नभएपछि अब फुललाई फेरि आइपुगिहाल्नुहुन्छ त्यो दाइ फ्याक्टर। कहाँ अलमलिरहेको, हातमा खुट्टामा हान्दा त अरूले थाहा पाउँछ देखेर। त्यहाँ हान्नुपर्छ त्यहाँ भनेर चाहिँ त्यो हाम्रो प्राइभेट पार्टको छेउमा एउटा ढुकढुक गर्ने हुन्छ। त्यहाँनिर चाहिँ हाम्रो 3 अमल जति साइडमा त्यहाँ हान्नुपर्छ भनेर अब ठुल्दाइले अब त्यहाँनिर इन्जेक्ट सिकाइदिए। त्यहाँ हान्नु थाल्यो। अब फेरि यो सुई हान्नु थालिसकेपछि नि अब 3 जना ग्रुपमा 4 जनाको ग्रुपमा बसेर सुई हानेको छ, 1 जनालाई HIV छ। त्यसकै सिरिन्जले 4 जनाले हान्नुपर्छ भने पनि त्यो रोकेर रोकिन्न, त्यही सिरिन्जले म हान्छु, त्यही सिरिन्जले हान्छ। त्यो सिकको अगाडि त्यो सिकमा मर्नु लागेको मान्छेलाई त्यो फलानालाई HIV छ, के छ केही नै याद हुँदैछ। त्यो खुट्टा काटिँदैछ मेरो, म मर्दैछु थाहा भइ पनि रोक्नु सकिँदैन, हानिन्छ। त्यस्तो डरलाग्दो रोग हो यो, त्यस्तो